6 केजी एलजी वासिङ मेसिनको ड्रम हो। यो ड्रममा पहिले नै कस्टमरले यो स्पाइडर चेन्ज गराइसक्नु भएको छ। देख्न सक्नुहुन्छ यो चेन्ज गराएको भाग हो है, बेरिङ बस्ने भाग हो यो। यसमा कस्टमरले चेन्ज त गराउनु भएछ, तर कस्तो भने यो चाहिँ यसको एक्ज्याक्ट स्पाइडर चाहिँ यही कम्पनीको होइन। त्यही भएर देख्न सक्नुहुन्छ यसमा एडजस्ट गरेर राखिएको छ। यसमा 6 वटा बेरिङ हालेर स्पाइडर मिलाउने कोसिस गरिएको छ। देख्न सक्नुहुन्छ यो 4 वटा 6 वटा जुन यो कालो कालो बेरिङ देख्न सक्नुहुन्छ हातमा, हेर्नुस् यो बेरिङ यसरी हाल्नु पर्दैन यसमा है, यसमा हाल्ने पनि होइन। यो चाहिँ बिना बेरिङ यसरी ठ्याक्क आफ्नो घाटमा लाग्छ। यो जुन कोइल देख्नु भएको छ यो कोइल भनेको यो ड्रमलाई घुमाउने कोइल हो, म्याग्नेटिक फिल्ड भएको कोइल हो यो कोइलले नै हाम्रो ड्रमलाई घुमाउने हो। र यसलाई ओरिजिनल स्पाइडर हाल्यो भने देख्न सक्नुहुन्छ त्यो बेरिङ बस्ने भाग राम्रोसित बसेको छ। र यसरी हालिसकेको ओरिजिनल भएको जुन स्पाइडर छ यो स्पाइडर हाल्यो भने बब्लिङ पनि हुँदैन, एकदम रिलायबिलिटी हुन्छ हैन, स्ट्रङ हुन्छ, कति पनि बब्लिङ हुँदैन, मेसिन पनि एकदम स्मुथ रूपमा चल्छ। जुन अहिले यो टाइट गरेको देखिराख्नु भएको छ, यो टाइट गरेको चाहिँ अब हामी लगभग फाइनलमा छौँ। कस्टमरले भन्नुभएको थियो यो चाहिँ अरू नै टेक्निसियनसित चेन्ज गराउनु भएको अरे, उहाँले 10,000 रुपियाँ लिनुभयो भनेर भन्नुभएको थियो। यसमा लाग्ने कस्ट त 10,000 नै हो, त्योभन्दा तल चाहिँ यसलाई फिट गर्नु मिल्दैन हैन, किनभने यो एलजीको ब्रान्डिङ एकदम जेन्युन पार्ट्स हो यो, जुन मैले यसभित्र इन्स्टल गरिसकेको छु। यो स्पाइडर जुन पुरानो चाहिँ कस्टमरले स्पाइडरलाई बेरिङ बस्ने भाग केही नअटेको हुनाले त्यसलाई फाइलिङ गरेर जबरजस्ती बेरिङलाई हाल्नुभएको रहेछ। त्यसमाथि पनि अझै साइज नमिलेर तलपट्टि 6 वटा बेरिङ राखेर उहाँले मिलाउनु भएको रहेछ। यसो गर्नु हुँदैन, किनभने उहाँले फाइलिङ गरेर मिलाउनु भएको थियो। फाइलिङ गरेर मिलाउनु हुँदैन। यदि मिलाउने नै हो भने लेथमा लगेर लेथमा एकदम एक्युरेसी कटिङ गरेर बेरिङको भागलाई त्यो सापटमा वेल्डिङ गरेर कटिङ गरेर एकुरेट ल्याउनु पर्थ्यो। त्यो उहाँहरूले त्यसो चाहिँ गर्नु भएन। त्यसो नगरेको कारणले गर्दा बब्लिङ भयो। कस्टमर फेरि यो मेसिनलाई लिएर मकामा आउनुभयो र मैले खोलेर हेर्दाखेरि त्यहाँ एक्स्ट्रा बेरिङ हालिएको, फाइलिङ गरिएको भेटे स्पाइडरमा, किनभने त्यसको त्यो स्पाइडर थिएन। त्यसैले गर्दा त्यो चाहिँ यो मेसिन मेरोमा आएर मैले त्यो फिट गरिसकेँ। भिडियो लामो हुने भएको कारणले गर्दाखेरि मैले केही भिडियोहरूलाई यसरी भगाएको छु। यो बनाउने क्रममा लाइन पनि आउने जाने भइरहेको छ है। अब यो टेस्टिङ गर्ने भाग्य अब छ कि छैन, लाइन भयो भने टेस्टिङ गरेर पुरा अब यो चलाएको देखाउने छु। र यदि लाइनले साथ दिएन भनेदेखि अब सरी भन्नुपर्छ तपाईँहरूसित है। कृपया अब जहिले पनि अब मेसिन भन्ने कुरा घरिघरि किन्ने हुँदैन हैन। किनिसकेपछि अब राम्रोसित चलाउनुस्, जति चल्छ। चल्दैन अलिकति राम्रो टेक्निसियनलाई देखाउनुस्, पैसा सेभ गर्नुस्। धन्यवाद।